गाइस हामी होटलबाट निस्केर नास्ता खाएर अहिले म्युजियममा आछौँ अनि यहाँबाट हिमालको यस्तो राम्रो भ्यू देख्छ म्युजियम ल्याउँ त ब्राह्मणको त क्लास पनि केही छैन है हेर्नु न राई लिम्बू त छन् पहिलेदेखि हामी अहिले म्युजियममा छौँ है रमाइलो भइरहेको छ ल बाबा फर्स्ट हुनुभयो है माउन्ट एभरेस्ट चढेर को हो कतिजना हो अहिले सारङकोटमा आछौँ यहाँ चाहिँ ह्याट सपिङ हुँदैछ अनि उता प्याराग्लाइडिङहरू भएको छ हामी सारङकोट जाँदैछौँ गणेश मन्दिर सो गाइस हामी चाहिँ खै कतिवटा सिरिजहरू हालत हेर्नु न स्यासेर फ्याफा गर्दै आइपुगेका छौँ हामी चाहिँ फर्स्ट हो 3 जना अरू चाहिँ ढुकढुक गरेर मुटु यी सब्रिना सेकेन्ड ल खै यता हेर त फुतुरो देखाएर त्यहाँ गणेश भगवानको मूर्ति रहेछ यहाँबाट चाहिँ भ्यू उहाँ चाहिँ हाम्रो गाइड हुनुहुन्छ ऊ आउनुभयो सारङकोट धाम यहाँ हिमाल देखिनु पर्ने तर बादलले छेकिसकेको छ खासमा यहाँ मान्छेहरू सनराइज र सनसेट हेर्न आउँछन् हामी यता न उताको टाइममा हेर्नु सनसेट न सनराइज
You can see tourists everywhere. Oh, त्यहाँ प्याराग्लाइडिङ भइरहेको तिमीलाई राम्रो हुन्छ त्यस्तो छ देखिन्छ भने लैजाऊ आइतबार पछि लगाएर हुने पनि छ अरे गाइस हामी सराङबाट अहिले 3चोटि सिडी चढिसक्यौँ ढाडै दुख्यो यत्रो माथि हेर्नु अन्नपूर्ण केवल कार जाने बाटोले डर लाग्छ भयो कि कति हाइटमा आएछ हामी चाहिँ तिनीहरू गाइडरहरूले चलाउ कसरी होला कस्तो लाग्यो सारङकोट दामी शीतल आनन्द घर बनाएर बस्ने पनि त्यस्ता बल्ल मजा आउँछ अन्त कस्तो लाग्यो राम्रो रमाइलो लाग्यो म देखेछु र रमाइलो लाग्यो चिसो आनन्ददायक एकछिन भए पनि तर बाहिर आएपछि फेरि उस्तै घामै छ पोखरा टन्न देखिने होइन फेवाताल देखिने देखिँदो रहेछ प्याराग्लाइडिङमा देखिने प्याराग्लाइडिङ त्यही नजिकैबाट उडेर जाँदो रहेछ रमाइलो रहेछ ठाउँ सराङकोट चाहिँ जो आउनुहुन्छ एकछिन सराङकोट चाहिँ आउनु होला पोखराको मजा लिनुको लागि सराङकोट हेरेपछि बल्ल पोखरा हेरे जस्तो फिल हुन्छ क्या होइन नि तिमीलाई के लाग्यो त्यो सराङकोट आएपछि बल्ल पोखरा आएछु जस्तो फिल हुन्छ हो अवश्य आउनु होला यति राम्रो ठाउँमा घुम्न आएर छु है म भन्ने खालको फिल हुनुको लागि चाहिँ सराङकोट नै आउनुपर्छ ठाउँमा यति राम्रो ठाउँ हुँदा हुँदै हामी किन विदेश जानु सो गाइस हामी सराङकोटबाट रिटर्न भएर यो मन्दिर हो अनि यहाँ चाहिँ यस्तो साइडमा यस्तो पसलहरू हुँदो रहेछ उतिकै त हेर्न र यता त पार्टी प्यालेस हो ए यस्तो हो र यो यस्तो रहेछ क्या बा यहाँ यस्तो सामानहरू राख्नु सभ्यता ओए उहाँ चाहिँ हाम्रो गाइड यो हो मन्दिर यहाँ चाहिँ दुलैको
फोटोसुट हुँदैछ र दिस इज विन्ध्यावासिनी यो मन्दिर हो खासमा यहाँ फोटोसुट हुँदैछ ब्राइडको हामी जुत्ता खरेर आइसकेका छौँ गाइस हामी चाहिँ अब बोटिङ गर्न जान लागेको लेक साइड सानो हुन्न हजुरलाई त हो हामीले यत्रो लाम हजुरले ल देखाउनु त अब बोतल खै हाम्रो दुईटा बोतल बाई बाई चलो सेम टु यु खै कति हो गाइस अब हामी चढ्न जान लाग्यो त्यहीमा हो हामी होइन हो र ओ माई गॉड त्यस्तोमा आएछ रमाइलो हुन्छ कुनमा रमाइलो हुन्छ होला त्यहीमा हुन्थ्यो होला रमाइलो अम्मा भाइ यता बस्नु हामी यता बसिसकेका छौँ यो सेवा त सो गाइज अब चाहिँ हामी यसरी गराउन अब हामीलाई अरू पर्ने हुन्छ बाई बाई प्याडलको छिटा प्याडल चलाउन उयोले स्पर्शले एउटा किड्नी भिजेको सानो सिटवाला रहेछ क्या तर स्पिड चाहिँ दो स्पिड के यतिकै बग्यो जति मैले सुनेर गर्ने सुन्ने त अचानक गयो भने त चानक हुन्छ नि त्यस्तो हो कि त्यसैले कसैले ल जाऊ बिचमा जाऊ बिचमा जाऊ कि तिमीहरू केही पनि हुन जाऊ न रितु बिचमा जाऊ ल उडाइदियो हर्र गराइदिउ न लाम्तिलो थोडी हाल्नु भनेको मलाई खुवाइदिन्छ कस्तुरी आएको भए नानी माछा खिच्न पहिला माछा खिच हालेको हेर है हालेको खिच है माछा कस्तुरी आएको भए माछाको देख्यौ माछालाई अब यता हामीले हाल्यौँ ल ताल गराई माछा ओहो कत्रो रहेछ कि बनाउने कति ठुल्ठुलो माछा आछ माछा तपाईँ त आऊ माछालाई दाना खुवाऊ माछालाई दाना खुवाऊ तपाईँको माथिदेखि आउनुभयो भने
त्यसको लागि यस्तो 2 घन्टा लिनु पर्यो अब तपाईको जाने अझ सकिन्छ त्यसले आधी घन्टा लाग्छ के चाहिँ यहाँबाट नि खिच्दै के हो अहिले भाइ डिज्नील्यान्ड हो यो हेला के एमा राम्रो धेरै ह के एमा हाल जुन जुन क्लोज तिमीलाई लिगम जस्तो लाग्छ त्यही लिग दुईटा कोइन हाल पहिला ल गर पहिला यसलाई यता लैजाऊ के कालानी लैजाऊ किन्दा लैजाऊ पछाडि सकिन्छ ए निस्क्यो अनि यो के गर्छु यसको मिलायो भने ट्याग गर्नु यादाले गरेर खेल्ने त फेरि खेल्ने फेरि त्यसलाई निकाल्ने मिठाई नपाएर यस्तै हो गाई फेरि 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 गर्ने अब चाहिँ हामी गेम खेल्न जान्दा यसको लागि हो टिकट काटेको मजा किन मजा हामीले गेम खेल्ने जस्तो मानेको यिनीहरूलाई पो होइन आएर अहिले खाना खान आँखा
अनि हामीले मसला बिट्सबाट सामानहरू पनि ल्यायौँ। सो गाइज हामीले खाना खायौँ र हामी लिफ्टमा छौँ। सेकेन्ड फ्लोरमा हाम्रो रुम छ अनि अब हामी सुत्न जाने हो। हाम्रो डे 2 पनि यहीँ समाप्त हुन्छ। बाई। रुम खोला यसले भएन त एसी अन भन्न नि त एसी त रिमोटबाट पनि होला नि। सो गाइस यो त हाम्रो रुम हो। कस्तो फिल भयो हजुर? थाकेर अब मुख धुने हो, फ्रेस हुने हो अनि रेस्ट गर्ने हो। यो चाहिँ हाम्रो रुममा मिलाइदिनु भएछ। लथालिङ्ग थियो। हजुर जिन्समा निलोमा लगाएको भए अझै समय रहेछ यो। तर